खानेपानी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरको गौरीगञ्ज खानेपानी आयोजनामा पूर्वाञ्चल ग्राउन्ड र टिबरदेवबाट ड्रिलिङ कार्य सम्पन्न गरी आज लगिङ गर्ने कार्य छ है। अब एकछिन केही बेरमा हाम्रो लगिङ सुरु हुन्छ। हामी लगिङ गर्छौँ अनि अब भर्सक भयो भने भोलि पाइप पनि लोडिङ गर्छौँ। धन्यवाद। लगिङ गर्ने कार्य सुरु हुन आँटेको छ। हाम्रो सरहरू सबै आइसक्नु भएको छ। खानेपानीबाट पनि आइसक्नु भएको छ। हामी विराटनगरबाट पनि आइसकेका छौँ। अब हामी एकछिनपछि केही बेरमा सुरु गर्छौँ। हाम्रो यहाँ लगिङ कार्य सक्यो है। तपाईँको अब विराटनगरकै थियो कुन थियो अब हाम्रो लगिङ सक्यो। यहाँ हाम्रो समितिको मान्छे हुनुहुँदो रहेछ। हजुरको नाम चाहिँ के पर्यो? म गङ्गा राजवंशी। गङ्गा राजवंशी म यो समितिको सचिव। हामी अब यहाँ लगिङ सकेर यो वडाको वडा सदस्य पनि हुन्छ हजुर। वडा सदस्य सबै हुन्छ। हाम्रो सरहरू सबै हुन्छ। यहाँ लगिङ कार्य सक्यो। हामी अब पहिले चाहिँ यो भयो कि अब त्यसपालि हामी थिएनौँ त्यो होइन। अनि यो बनाएर यहाँ पुरानो बोरिङ रहेछ यी नजिकै। यो चाहिँ बिग्रिसकेको बोरिङ रहेछ। 4-5 वर्ष पुरानो। चल्न थाल्दाखेरि जिल्लाले नै गरिदिएको थियो। अब पानी नै राम्रो छैन बल्ल फेलो। फेरि त्यसपालि के गर्नुभयो भने उहाँहरूले फेरि मेसिन ल्याएर यहाँ यहीँ बाहिर राखेर मेसिन त्यसलाई फुक्यो। यसले मजाले सफा गऱ्यो फुक्यो गरेर फेरि त्यो मोटर निकालेर त्यो मोटर चलेको मोटर निकालेर राख्यो। अनि अर्को मोटर हाल्नुपर्छ भनेर फेरि अर्को मोटर हाल्यो। अर्को मोटर हालेर पनि बनाएर दियो। ल अब यो चलाउँदै गर्नुहोस् तपाईँहरूको राम्रो हुन्छ यो बोरिङको है। अनि हामी चलाउँदाखेरि तपाईँको एकदम धमिलो पानी फालेको दिनभरि चलायो भने त्यो धमिलो पानी हिलो। अनि फेरि त हजुर अनि 2 दिन फेल्दा पनि त्यस्तै। अनि गर्दा बिचमा कहिले काहीँ अनि तपाईँको त्यो बालुवा एकदम क्या खालि बालुवा आउने पानी पनि थोरै। अनि त्यो बोरिङ फेरि पानी राम्रो दिन्छ। उता जुन अहिले चल्दैछ हाम्रो त्यो बोरिङ अब एउटा मात्रै बोरिङ छ। एउटाले अब कुनै बेला धोका दियो भने त अब फेरि यत्रो अब तपाईँको यो गरेर त्यही भएर अनि हामीसँगै खानेपानीसँग यसपालि पहिले एउटा हामीलाई बोरिङ चाहियो भनेर अब उहाँले अब डिजाइन बनाएर पठाउनुहुन्छ। जो डिजाइन बनाएर पठाएपछि हामी डिजाइन